चितवन क्षेत्र नम्बर 1 मा राप्रपा नेपालको विशाल र्याली। दिदीबहिनीहरूलाई म राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधिसभाको उम्मेदवार बलराम खनालको तर्फबाट धेरै धेरै नमस्कार। आज राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नम्बर 1 ले मलाई यत्रो ठुलो सम्मान गरेर यत्रो ठुलो र्याली गरेर मेरो जितको सुनिश्चित राप्रपाका साथीहरू र सम्पूर्ण पूर्व चितवनवासीहरूलाई मेरो धेरै धेरै नमस्कार छ। देशै रणनीति नरहने अवस्थामा पुग्यो। दल हाम्रा पार्टी भनेको त गौड भयो। पहिला देश बचाऊ, त्यसपछि सबै मिलेर फेरि प्रतिस्पर्धा गरौँला, फेरि राजनीति गरौँला भनेर राप्रपा आएको छ। नेपालको राजनीतिमा अहिले एक खालको नयाँ कालो बादल मडारियो। त्यो कुरा बुझेर या नबुझेर हामी अल्मो लिइरहेका छौँ। केही साथीहरूले मलाई के तपाईँ कालो बादलसँग लड्न सक्नुहुन्छ भनेर प्रश्न गर्नुभयो। म कालो बादलसँग जीवनभरि लड्छु। नेपालको सुशासन, स्थिरता र नेपालको सार्वभौम मुलुकको एकताको लागि म जिन्दगीभरि लड्छु। राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दगीभरि लड्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले जित्दैन कि राष्ट्रिय प्रजातन्त्र पार्टी कति मजबुत भएको छ भनेर केही साथीहरूले सन्देह गर्नुभएको छ। म ती साथीहरूलाई निवेदन गर्न चाहन्छु, म ती साथीहरूलाई अनुरोध गर्न चाहन्छु, म ती पूर्व चितवनवासी साथीहरूलाई अनुरोध गर्न चाहन्छु। अब मैले देखाउनु पर्ने योभन्दा बढी के हो? अब मैले देखाउनु पर्ने योभन्दा बढी के हो? छाती चिरेर देखाउनु पर्ने अवस्था हो? होइन। अब बलराम खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले तपाईँ सबै पूर्व चितवनवासी दाजुभाइ दिदीबहिनीहरूको प्रतिनिधित्व गर्ने हो। मैले प्रतिसभाको सांसद भएर कसैलाई काखा र कसैलाई पाखा गर्ने होइन। म पार्टी नै तोकेर भन्न चाहे नेपाली कांग्रेसका साथीहरू, एमालेका मित्रहरू
माओवादीका साथीहरू र राष्ट्रपाकै पनि साथीहरू, म तपाईँ सबैको पक्षपात नगरिकनै म सिङ्गो सांसद हुन चाहन्छु र पूर्व चितवनको प्रतिनिधित्व गर्न चाहन्छु। मैले फेरि पनि भने अब योभन्दा देखाउनुपर्ने कुरा के हो, साथीहरूले अनुमोदन गरिदिनु न, म अनुरोध गर्दछु। म धेरै पनि न, अब बाटो पनि अप्ठ्यारोमा परेको छ, हाम्रो सडक यता